हरेक श्रीमान श्रीमती बीच 3वटा कडा नियम हुनुपर्छ। पहिलो नियम, जस्तो सुकै परिस्थिति आए पनि अरू मान्छेहरूको अगाडि कहिल्यै झगडा नगर्ने, किनकि दुईजना बीचको झगडा निजी कुरा हो। तर जब त्यो बाहिरिन्छ, अन्जानमै तपाईहरूका गोप्य कुराहरू र कमजोरीहरू बाहिर आउँछन्, जसले गर्दा अरूको नजरमा तपाईको दुवैको इज्जत घट्छ। बन्द कोठामा एउटा सानो सरीले मिल्ने कुरा अरूको अगाडि पुग्दा म किन झुक्ने भन्ने ठूलो इगोको लडाईँ बन्न पुग्छ। त्यसमाथि जब तेस्रो व्यक्ति यो विवादमा पस्छ, तब उसले अनावश्यक सल्लाह दिने, एक पक्ष लिने वा कुरा काटेर आगोमा घिउ थप्ने काम गर्छ, जसले गर्दा सुल्झिनुपर्ने कुरा झन बिग्रिन्छ र सानो विवादले पनि ठूलो रूप लिन्छ। दोस्रो नियम, आपसमा झगडा वा मनमुटाव हुँदा त्यसलाई समाधान नगरी राति कहिले नसुत्ने, किनकि यदि झगडा नसुल्झाइ निदायो भने रातसँगै रिस पनि बढेर जान्छ र सानो कुराले पनि ठूलो दूरी बढाइदिन्छ। त्यसैले सुत्नु अघि एकपटक कुरा गर्ने, सुन्ने र गल्ती भए सरी भनेर मात्रै निदाउने बानी बसाल्नुहोस्। तेस्रो र सबैभन्दा महत्त्वपूर्ण नियम, सधैँ एकअर्कालाई सम्मान गर्ने। प्रेम समयसँगै घटबड हुन सक्छ, तर एकअर्कामा सम्मान छ भने सम्बन्ध कहिल्यै टुट्दैन। बोलीमा मिठास, व्यवहारमा आदर र एकअर्काप्रति गरिने सम्मानले नै घरलाई साँचो अर्थमा घर र सम्बन्धलाई मजबुत बनाउँछ।